नमस्ते। आज हेरौँ पैसा कमाउने 4 वटा तरिका। सुरु गर्नु अगाडि एउटा धारणा पोख्न चाहन्छु। कुनै पनि काम ठुलो सानो हुँदैन। सबै काम आफ्नै ठाउँमा महत्त्वपूर्ण हुन्छ। उदाहरणका लागि फोहोर मैला टिप्ने दाइ दिदी हप्ता दिन महिना दिन आइदिनु भएन भने के हुन्छ? अर्को महिना हाम्रो टोल बर्बाद हुन्छ, डङडङ्ती गनाउँछ, वेस्ट म्यानेजमेन्ट हुँदैन। सेयिङ सो तपाईँ आफ्नो लाइफको कुन मोडमा हुनुहुन्छ मलाई थाहा छैन। मेबी तपाईँ आफ्नो करियर भर्खर सुरु गर्दै अपर्च्युनिटी खोज्दै हुनुहुन्छ, या त तपाईँले आफ्नो करियरमा कैयौँ वर्षको एक्सपिरियन्स बटुल्नु भएको छ र पनि आफ्नो प्रगतिप्रति सन्तुष्ट हुनुहुन्न। यो स्केलमा तपाईँ जहाँसुकै हुनुभए पनि आजको यो भिडियोले तपाईँलाई अलिकति इकोनोमी फरक तरिकाले हेर्न सिकाउँछ। यो कन्सेप्ट चाहिँ मैले रोबर्ट कियोसाकीबाट लिएको हो र उहाँ चाहिँ ग्लोबल अन्टरप्रेनर पनि हो र उहाँले फ्यु बेस्ट सेलर बुक्सहरू फाइनेन्सियल वर्ल्डको लागि लेख्नु भएको छ। उहाँको यो कन्सेप्ट अनुसार चाहिँ संसारको सबै मान्छेलाई 4वटा क्याटेगोरीमा हामीले डिभाइड गर्न सकिन्छ र हरेक क्वाड्रेन्टको आफ्नै महत्त्व छ र आफ्नै फाइदा बेफाइदाजनकको कुराहरू छ। के रहेछ त्यो क्वाड्रेन्टहरू ब्रिफली हेरौँ है त। नम्बर 1, ई क्वाड्रेन्ट। सो संसारको सबै मान्छे जसले जागिर खानुहुन्छ उहाँहरूलाई यहाँ राखिदिनु होला। कोर भ्यालु चाहिँ तपाईँको सेक्युरिटी विथ मिनिमल रिस्क रहन्छ। मानिलियो तपाईँ राम्रो कम्पनी अथवा सरकारको लागि काम गर्दै हुनुहुन्छ, इन रिटर्न चाहिँ तपाईँले लङ टर्म जब कन्ट्र्याक्टको अपर्च्युनिटी पाउनुहुन्छ। अनि इफ इट्स योर ड्रिम जब र राम्रो सपोर्टिभ वर्क प्लेस छ भने अल यु गाट वर्क इज अन रिटायरिङ विदिन द्याट सेम कम्पनी है। तर तपाईँ इफ युर अनसेटिस्फाइड, तपाईँ ह्याप्पी हुनुहुन्न विथ वाट यु डुइङ, rather than just being stuck there for years and years, मेबी तपाईँले फ्यु अरू स्टेप्सहरू अपनाउनु पर्ने हुनसक्छ है। किनभने यसमा लेभरेजको कन्सेप्ट आउँछ। लेभरेज भनेर आजको भिडियोको कन्टेक्स्टको लागि इकोनोमिक एडभान्टेज भनौँ। यो क्वाड्रेन्टमा चाहिँ तपाईँको इकोनोमिक एडभान्टेज चाहिँ 0 हुन्छ। किनभने तपाईँले एक्टिभली आफ्नो टाइम र स्किल्स ट्रेड गरे अनुसार तपाईँले पैसा कमाउने हो। भोलि गएर तपाईँ जागिर जानु भएन भने तलब पाक्दैन र त्यसरी नै नगइराख्नु भयो भने तपाईँको जागिर अरू कसैले गर्देला है। र हाम्रो नेपालको कन्टेक्स्टमा मुख्य समस्या के छ भन्दा वी डोन्ट ह्याभ इनफ जब्स र भएको जब्सहरू पनि हाम्रो जनताहरू ओभर क्वालिफाइड छन् र दे एन्ड अप टेकिङ अन्डर पेइङ जब्स है। र त्यो हुँदाहुँदै मेबी युआर फ्रस्ट्रेटेड अनि तपाईँले आफ्नै केही सुरु गर्ने सोचहरू बनाउन थाल्नुहुन्छ, केही लगानी जुटाउन थाल्नुहुन्छ, या त केही नयाँ स्किल्सहरू सिक्न थाल्नुहुन्छ है। अर इभन नेपालको कन्टेक्स्टमा यु फिल कि देयर इज नट इनफ जब्स इन द मार्केट, मेबी अनि तपाईँले डाइरेक्ट आफ्नै केही गरौँ भनेर तपाईँ एस क्वाड्रेन्टतिर प्रवेश गर्नुहुन्छ। सो सेल्फ इम्प्लोइड अर्थात् स्मल बिजनेस ओनर्सहरू यो क्वाड्रेन्टमा पर्नुहुन्छ। कोर भ्यालु तपाईँको इन्डिपेन्डेन्स, बिकज नाउ यु नो लङ्गर ह्याभ अ बस, यु आर वर्किङ अन यर ओन, यु आर वर्किङ फर यर सेल्फ, तपाईँले आफ्नै आवर्स गर्दै हुनुहुन्छ होइन। अनि इफ यु आर फलोइङ यर प्यासन अनि इफ यु इन्जोइङ वाट यु डुइङ, अल यु गाट वर्क इज फोकसिङ अन सेटिङ अप अ लङ टर्म प्लान फर द्याट स्मल बिजनेस। नेपालको कन्टेक्स्टमा इट मेबी तपाईँ ट्याक्सी ड्राइभर होला, तपाईँको रेस्टुरेन्टहरू होला, तपाईँको क्याफेहरू होला, या त तपाईँ सोसियल मिडिया कन्टेन्ट क्रिएटरहरू होला। सो यु डु योर ओन आवर्स, बेस्ड अन द्याट यु मेक मनी। र तपाईँ अत्यन्त स्किलफुल हुनुहुन्छ र निस मार्केट पकाड्नु भएको छ भने तपाईँको पैसा राम्रो कमाइ पनि हुनसक्छ है। बट इफ यु आर फिलिङ स्टक होइन, अनि इफ युआर फिलिङ ओभरवेल्म्ड, बर्न आउट भने चाहिँ मेबी यु निड टु स्टार्ट थिङ्किङ डिफ्रेन्टली। किनभने अनफोर्चुनेटली यो क्वाड्रेन्टमा पनि तपाईँको इन्डिपेन्डेन्स भए तापनि तपाईँको लेभरेज भन्ने चाहिँ अझै पनि हुँदैन, किनकि तपाईँको एक्टिभ टाइम गइरहेको हुन्छ, तपाईँ नै तपाईँको बिजनेसको लागि इमेज बन्दै जाँदै हुनुहुन्छ र तपाईँ यति स्किलफुल बन्नुहुन्छ कि तपाईँले आफूलाई रिप्लेस गर्न नै इट्स क्यान बी भेरी हार्ड फर यु, किनकि तपाईँ यति स्किलफुल भएर इफ यु एन्ड अप गिभिङ इट टु सम वान, तपाईँ बिना हप्ता दिन महिना दिन चल्ला तपाईँको बिजनेस, तर वर्षौँ दिन सस्टेन गर्न गाह्रो हुन्छ स्मल बिजनेसेसहरू तपाईँ बिना। त्यो हो भने अनि मेबी तपाईँले अब फ्यु स्टेप्सहरू, नयाँ स्टेप्सहरू चाल्न पर्ने हुनसक्छ र राइट सपोर्ट सिस्टम, राइट प्लान, राइट टिम लिएर तपाईँ इभेन्चुली बिग क्वाड्रेन्टतिर पनि जान सक्नुहुन्छ। र बिग बिजनेसमा चाहिँ के रहन्छ भन्दा कोर भ्यालु चाहिँ तपाईँको वेल्थ क्रिएसन, सिस्टम्स बिल्डिङ, तपाईँको टिम बिल्डिङतिर लाग्नेछ है।
अब नेपालको कन्टेक्समा ठुल्ठुलो कम्पनीहरू हेर्नु जस्तै सिसी एन्सेल कम्पनीहरू होइन अब साउ विदाउट दि इभन विदाउट दि ओनर कम्पनी किप्स एन्ड ग्रोइङ किनभने त्यो लिडरसिप टिम यति राम्रो बिल्ड भएको हुन्छ कि तपाईँ जहाँसुकै हुनुभयो पनि तपाईँको कम्पनी चाहिँ बढ्दै जान्छ र लेभरेज हुन्छ किनकि तपाईँ बिना पनि अब कम्पनी चलिरहेछ है र इफ युआर ह्याप्पी विथ वाट युर डुइङ होइन तपाईँले त्यही कम्पनीलाई लङ टर्म भिजन स्केलेबल प्लानहरू सस्टेनेबल प्लानहरू सेटअप गर्नु पर्यो होइन इफ यु फिल लाइक डुइङ समथिङ एल्स मोर देन यु क्यान इभन गो टु द नेक्स्ट क्वाड्रेन्ट विच इज आई क्वाड्रेन्ट र यसमा चाहिँ कोर भ्याल्यु तपाईँको प्यासिभ इन्कम रहन्छ वेयर मनी मेक्स मनी फर यु तपाईँले बिलियनरहरूले भनेको सुन्नुहुन्छ भने उहाँले के भन्छन् भने इन टर्म्स अफ मेकिङ मनी तपाईँ सुतिरहेको बेला नि तपाईँको पैसा कमाउनु पर्यो है भन्छ र तपाईँ हामी सबैको अलिअलि स्टक्सहरू होला अलिअलि क्रिप्टोहरू होला अलिअलि प्रपर्टिजहरू होला तिनीहरू राम्रो इन्भेस्टमेन्ट भए तापनि हामी इन्भेस्टर चाहिँ हुँदैनौँ किनकि यो क्वाड्रेन्टमा क्वालिफाई हुनुको लागि चाहिँ तपाईँको करोडौँको नोक्सान भए पनि तपाईँको पसिना छुट्नु भएन किनभने तपाईँको अन्य ठाउँबाट करोडौँको आम्दानी भइरहेको हुन्छ है सो 4वटा क्वाड्रेन्ट चाहिँ यति नै रह्यो होइन अनि अब तपाईँको नर्मल मान्छेले जर्नी स्टार्ट गर्ने हो भने चाहिँ नर्मली ईदेखि एस आउँछ ई र एसमा उसले स्किल्सहरू बिल्ड गर्छ र बीतिर जाँदाखेरि उसले राम्रो टिम बिल्डिङ स्किल्सहरू मल्टिप्लाई गर्ने स्किल्सहरू सिक्छ र इभेन्चुली आएर पैसा अझ बढाउँदै जानेछ जुनै पनि सक्सेस स्टोरी इन टर्म्स अफ फाइनेन्स पढ्नुहुन्छ भने केस स्टडी लगभग सिमिलर पाउनुहुन्छ विथ फ्यु एक्सेप्सन्स हेयर एन्ड देयर त्यो रह्यो बेसिक क्वाड्रेन्ट्सहरू अब फर्दर हामीले यसमा अलि एनालाइसिस गर्ने हो भने अझै हामीले 2 हाफ्समा डिभाइड गर्न सक्छौँ 4वटा क्वाड्रेन्टलाई के रहेछ त्यो हेरौँ है त इन टर्म्स अफ मनी मेकिङ लेफ्ट ह्यान्ड साइडले एक्टिभ इन्कम कमाउँछ भने राइट ह्यान्ड साइडले प्यासिभ इन्कम कमाउँछ है अब यो त पक्कै पनि सुन्नु भएको थियो होला अनि आजको भिडियोको लागि म एउटा ढुङ्गे धारा बकेट वाटर र पाइपलाइनको इक्जाम्पल दिन चाहन्छु मानिलिउँ तपाईँ घरभरिको बकेटहरू लिएर ढुङ्गे धारा पानी भर्न जानुहुन्छ र चाहिएको अनुसार त्यो बकेटहरू भर्नुहुन्छ घर ल्याउनुहुन्छ घरयासी कामको लागि त्यो पानी चलाउनुहुन्छ घरमा त्यो बकेटको पानी सके पछाडि भोलि गएर फेरि त्यही दोहोऱ्याउनुहुन्छ है अनि यतापट्टि प्यासिभ इन्कम हेर्दा अब तपाईँले त्यो बकेट कति ओसार पुसार गर्नु बरु थोरै लगानी गरेर एउटा राम्रो टिम बनाएर हामी पाइपलाइन नै जोडौँ न अनि घर घर पाइप धारा खोल्ने बित्तिकै घर घरमा है ढुङ्गे धाराबाट पानी सिधै आउने भयो र एज लङ एज तपाईँहरूले त्यो पाइपलाइन मेन्टेन गर्नुहुन्छ पानी आइरहेको छ अब त्यही पानीलाई तपाईँले इन्कम भनेर रिप्लेस गर्नु है तपाईँ जागिर जानुहुन्छ या त तपाईँ आफ्नो बिजनेसमा काम गर्नुहुन्छ काम गरे अनुसार पैसा कमाउनुहुन्छ पैसा सके पछाडि फेरि यु हेभ टु किप अन डुइङ द सेम थिङ यतापट्टि तपाईँले राम्रो सिस्टम एसेट्सहरू बिल्ड गर्नुभयो भने तपाईँको पैसा आइरहेको छ एज लङ एज तपाईँले राम्रो मेन्टेन गरिराख्नु भएको छ है अब संसारको पपुलेसन वाइज हेर्दा चाहिँ लगभग 80% पपुलेसन चाहिँ यता रहनुहुन्छ भने 20% पपुलेसन चाहिँ यता रहनुहुन्छ है र वेल्थ क्रिएसनमा चाहिँ ठ्याक्कै अपोजिट हुनेछ यतापट्टि चाहिँ हाम्रो 20% वेल्थ क्रिएसन हुन्छ भने यतापट्टि चाहिँ संसारको सबै वेल्थलाई एकै ठाउँ राख्ने भने लगभग 80% क्रिएसन यतापट्टि हुन्छ है अब तपाईँले अगेन तपाईँ आफूले जे गर्दै हुनुहुन्छ त्यसमै सन्तुष्ट हुनुहुन्छ भने तपाईँले जे गरिराख्नु भएको छ त्यही नै कन्टिन्यू गर्नु होला तर तपाईँ साँच्चीकै सम्पत्ति जोड्नेतिर लाग्नु भएको छ भने चाहिँ वेल्थ क्रिएसन यता चाहिँ हुँदैन यता भनेको यो जस्ट मेकिङ अ लिभिङ वेल्थ क्रिएसन गर्नुको लागि चाहिँ तपाईँ यता आउनै पर्ने हुन्छ है र अब नाउ इफ यु वान्ट टु कम टुवर्ड्स द राइट ह्यान्ड साइड अब वाट आर द स्टेप्स टु कम इभेन्चुली टुवर्ड्स दिस साइड होइन 3वटा मुख्य स्टेप्स छ नम्बर 1 भनेको तपाईँ धनाढ्य परिवारमा जन्मिनु भएको छ भने अल यु गाट डु इज नाउ लर्न तपाईँको परिवारले कसरी पैसा बनाउनु भयो र त्यसैलाई तपाईँले मल्टिप्लाई गर्नु पर्यो नम्बर 2 तपाईँ अत्यन्त ट्यालेन्टेड हुनु पर्यो अनि ट्यालेन्टको खण्ड मैले दिँदा अब हामीले माइकल जोर्डनहरू मेस्सी रोनाल्डोको इक्जाम्पलहरू लिएको त्यो लेभलको तपाईँको सिमिलर लेभलको ट्यालेन्ट छ भने त्यसैलाई तपाईँले जग बनाएर काम गर्दै जानु पर्यो त्यो नै इभेन्चुली तपाईँको बिग बिजनेस बन्छ नम्बर 3 तपाईँ धनाढ्य परिवारमा नजन्मिनु भए पनि तपाईँ अत्यन्त ट्यालेन्टेड नहुनु भए पनि तपाईँ हामी सबैले नेटवर्क बिल्ड गर्न सक्छौँ र आजको जमाना भनेको नेटवर्क ड्रिभन इकोनोमी हो है
तपाईँको साँच्चीकै नेटवर्क चाहिँ तपाईँको क्वालिटी अफ नेटवर्कले डिटरमाइन गर्छ है। र नेटवर्क अप्सन चुज गर्नुहुन्छ भने चाहिँ फर्दर तपाईँले नेक्स्ट 2 स्टेप्स के गर्नुपर्छ भन्दा नम्बर 1 कुरा फाइन्ड अ मेन्टर है। इफ युभ अलरेडी गट अ मेन्टर यु आर ब्लेस्ड, इफ नट देन टाइम टु सप फर अ मेन्टर। अब मेन्टर खोज्दा चाहिँ क्वालिटिजहरू कस्तो लिनुपर्छ भन्दा तपाईँहरूको सम्बन्ध चाहिँ इट सुड मोर बी रिलेसनसिप ओरिएन्टेड रादर देन ट्रान्जेक्सन ओरिएन्टेड। तपाईँलाई साँच्चीकै किन उहाँहरूदेखि सिक्नु मन छ र उहाँहरूलाई साँच्चीकै तपाईँलाई किन मद्दत गर्नु मन छ, त्यो एकदम क्लियर हुनुपर्छ। नम्बर 2, उहाँहरूले कति फेलियर्स मिस्टेक्सहरू चाहिँ गरेर ओभरकम गर्नु भएको छ। सक्सेस भन्दा पनि फेलर्सहरू चाहिँ इम्पोर्टेन्ट हुन्छ, किनकि त्यहाँबाट चाहिँ तपाईँले धेरै पाठ पाउन सक्नुहुन्छ। र त्यसरी तपाईँले खोज्न थाल्नुभयो भने इभेन्चुली पाउनुहुन्छ, र पाउनु भए पछाडि उहाँहरूबाट तपाईँले राम्रोसँग सिक्नको लागि रेडी हुनुपर्छ। विच ब्रिङ्स टु नम्बर 2 माइन्डसेट चेन्ज है। किनभने लेफ्ट ह्यान्ड साइड र राइट ह्यान्ड साइडले अलिक फरक तरिकाले सोध्छ होइन। र तपाईँ हामी अब चेन्जको लागि हामी रेडी छैनौँ भने चाहिँ गाह्रो पनि हुनसक्छ, किनभने अबको आउँदो जमाना भनेको एआईको जमाना हो। 2-4 वर्षमा म्यासिभ चेन्जेस ल्याउँछ, हरेक इन्डस्ट्रीमा छुन्छ। र जो मान्छे रेडी छ चेन्ज अपनाउनुको लागि दे आर द वान्स विल मेक द मोस्ट अफ आउट अफ द कमिङ डेकेड। अब आउँदो वर्षहरूको चाहिँ म्याक्सिमम् युटिलाइज त्यो मान्छेहरूले गर्छ जो चाहिँ रेडी छ चेन्ज अपनाउनुको लागि है। थिङ्किङको हिसाबमा किन अलिकति फरक छ भने यतापट्टि हामी अलिकति कम्पिटिसन ओरिएन्टेड हुन्छौँ होइन, भने यतापट्टि हामी अलिकति कोअपरेटिभ ओरिएन्टेड हुन्छौँ है। फर इक्जाम्पल यता अब एउटा जागिर खोल्छ टप कम्पनीमा अनि 1000जनाले एकै ठाउँ अप्लाई गर्छ भने यतापट्टि चाहिँ अब 1000जनाले अलरेडी जागिर खोजिरहेको रहेछ, वाइ नट अब हामी एउटा राम्रो कम्पनी बाहिर गएर तिनीहरूको कन्ट्र्याक्ट अफसर गरौँ होइन, अनसोर्स गरौँ, अनि त्यस पछाडि 1000जना मान्छे त अलरेडी छ, एउटा कम्पनी त त्यहीँ ठाउँको ठाउँ बन्यो नि त। अरू एउटा अब तपाईँले क्याफे इक्जाम्पल दिनुहुन्छ भने छिमेकीले राम्रो क्याफे चलायो अनि हामी डाइरेक्ट कम्पिटिसनमा जान्छौँ, त्यही भएर पल्लो गएर सबै क्याफे 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 हुन थाल्छ। तर राइट ह्यान्ड साइडले चाहिँ के सोध्छ भने ए छिमेकीले त राम्रो क्याफे चलाइरहेको रहेछ, म उसँग गएर सिक्छु होइन। अनि उसँग कम्पिटिसनमा जानुभन्दा उसको बिजनेस आइडिया राम्रो छ भने बरु हामी अर्को जिल्ला गएर खोलौँ न, ललितपुरमा अलरेडी त्यो क्याफे छ, पार्टनरसिपमा भक्तपुरमा खोलौँ। अलिकति कोअपरेसन ओरिएन्टेड हुन्छ र सोच धेरै महत्त्वपूर्ण हुन्छ, किनभने कोही मान्छेले लट्री जितेर यीबाट आए त आउला होइन, तर यस्तो सोच अनि इफ देव नट गट द मेन्टर होइन, नेक्स्ट 5 इयर्समा मोस्ट लाइकली दे आर गन बी ब्रोक अनि इभन इन द वर्स्ट कन्डिसन देन दे स्टार्टेड इट। त्यही भएर तपाईँको जर्नी चाहिँ यसरी आउनुभयो भने तपाईँले वेल्थ क्रिएसन चाहिँ मजाले सिक्नुहुन्छ अनि इरिप्लेसेबल हुन्छ क्या, तपाईँ फर्किनै नपर्ने गरी तपाईँको सम्पत्ति जोड्दै जानुहुन्छ। र यो रह्यो तपाईँको बेसिक रेसिपी होइन। अभियसली यो छोटो मिठो भिडियो इट्स नट गन हेल्प यु विथ एभ्रिथिङ इन द जर्नी, तर यो चाहिँ तपाईँको एउटा रेसिपी जस्तो भयो। एउटा क्लिन रेसिपी भयो भने तपाईँको खाना बल्ल राम्रो पाक्छ होइन। त्यही अनुसार तपाईँलाई एउटा यो इकोनोमिक क्यास फ्लो क्वाड्रेन्टको तपाईँलाई क्ल्यारिटी भयो भने तपाईँले जेसुकै गरे पनि इफ तपाईँले वेल्थ क्रिएसनतिरै लाग्नुहुन्छ भने चाहिँ यो कन्सेप्टहरू बुझ्न एकदम क्लियर हुनुपर्छ, अनि बल्ल इट मेक्स सेन्स वाट युर डुइङ। इफ नट देन यु जस्ट गन फिल स्टक विथ वाट एभर युर डुइङ। त्यति भन्दै हजुरहरूले जे गरे पनि आई विस यु अल द बेस्ट, र हामी आउँदो भिडियोहरूमा गफ गर्दै गरौँला है त। बाई।